मलाई इनबक्समा मेसेज आएको थियो 2वटा ब्याङ्क एकाउन्ट बनाएर काम गर्न मिल्छ कि नै भनेर। यो छोटो भिडियोबाट म स्पष्ट बनाइदिनै हाल्छु है त। अब तपाईँहरू स्टुडेन्ट भिजामा हुनुहुन्छ अथवा डिपेन्डेन्ट भिजामा हुनुहुन्छ, जापान सरकारले चाहिँ इमिग्रेसनले चाहिँ एउटा के कुरा तोकिदिएको छ भने 28 घण्टाको लिमिट चाहिँ तोकिदिएको छ। सिम्पली भन्दाखेरि चाहिँ तपाईँ 2वटा एकाउन्ट खोलेर काम गर्नुहोस्, 4वटा ब्याङ्क एकाउन्ट खोलेर काम गर्नुहोस्, केही नि फरक पर्दैन, तर तपाईँको लिमिट चाहिँ 28 घण्टाको चाहिँ क्रस हुन भएन भन्ने हो। तर के भन्दाखेरि चाहिँ तपाईँ जापानमा आउनुहुन्छ, तपाईँको कलेजले चाहिँ अथवा स्कुलले गएकोले जेले भनौँ एउटा एकाउन्ट चाहिँ खोलिदिन्छ। स्टुडेन्ट भिजामा हुनुहुन्छ भने, डिपेन्डेन्टमा हुनुहुन्छ भने पनि एउटा एकाउन्ट खोल्नुहुन्छ जेपी ब्याङ्कमा है, त्यो सजिलै खुल्छ पनि। तपाईँले त्यसमा काम गरिराख्दा भयो, 2-3वटा कम्पनीबाट त्यसैमा काम गर्दा भयो। तर तपाईँको अर्को खाता किन खोल्ने भन्ने चाहिँ त्यसको रिजन चाहिँ चाहिन्छ कि तपाईँले एउटा खाता चाहिँ जेपी ब्याङ्क हो, सरकारी ब्याङ्क हो, त्यो सजिलै बन्छ। स्टुडेन्ट हुनुहुन्छ भने कलेजले खोलिदिन्छ, गएकोले खोलिदिन्छ। तपाईँ चाहिँ डिपेन्डेन्ट हुनुहुन्छ भने म डिपेन्डेन्ट भिजा हो, भर्खर आएको हो भनेपछि फर्म भर्यो, खाता खुल्छ, ठुलो समस्या भएन। तर त्यही खाता खोल्न चाहिँ तपाईँ प्राइभेटमा जानु भयो होइन, एसएमबिसी ब्याङ्कमा, रिजनल ब्याङ्क, जुन ब्याङ्कमा पनि जाँदाखेरि चाहिँ तपाईँले यत्तिकै खाता खोल्न मिल्दैन। के हुन्छ भने तपाईँ कुनै एउटा नयाँ कम्पनीमा काम गर्न जानुभयो, त्यो कम्पनीमा चाहिँ जेपी ब्याङ्कमा चाहिँ हामी स्यालेरी दिन सक्दैनौँ भने चाहिँ उसले नै आफूले चाहिँ नयाँ ब्याङ्कको खाता चाहिँ खोलेर तपाईँहरूलाई दिन्छ। त्यो हो भने सजिलो हो। यदि होइन, तपाईँले कुनै न कुनै माध्यमबाट खाता खोल्नुभयो होइन, खातामा चाहिँ तपाईँले 12 भनेर काम गर्नुभयो कि फरक फरक तरिकाले, कुनै ब्याङ्कमा 4 घण्टा, कुनै ब्याङ्कमा 10 घण्टा, कुनै ब्याङ्कमा 8 घण्टाको आयो, तपाईँको पछि भिजा थप्दा पनि 3वटै पासबुक, 4वटै पासबुक सबै चाहिँ तपाईँले बुझाउनु पर्ने हुन्छ। र इमिग्रेसनलाई चाहिँ शङ्का लाग्न सक्छ कि यति 3-4वटा एकाउन्ट चाहिँ यसले किन खोलिरहेछ, कुनै यो कतै गैर कानुनी कामहरूमा पो संलग्न छ कि भनेर चाहिँ खाकुरिन गर्न सक्छ। तपाईँको भिजा आउन ढिलो हुन सक्छ, तपाईँलाई इमिग्रेसनमै बोलाएर सोध्न पनि सक्छ होइन। नर्मली तपाईँको जेपी पोस्ट ब्याङ्कमा चाहिँ एउटा एकाउन्ट हुन्छ, अरू कुनै कम्पनीले खोलिदियो अर्को ब्याङ्कमा भने 2टासम्म ठिकै हो, तर खोल्न पाइन्छ, केही पनि होइन। यो 28 घण्टा गर्ने हो, म 4वटा 5वटा ब्याङ्क एकाउन्ट बनाएर खोल्छु भनेर तपाईँले त्यसरी चाहिँ मन लाग्दी गर्नुभयो भने चाहिँ पछि तपाईँलाई स्पष्टीकरण सोध्न सक्छ। अरू ठुलो हुने त केही पनि होइन, पाइँदैन भन्ने नियम पनि होइन, तर चाहिँ तैँले किन चाहिँ यति धेरै एकाउन्ट खोलेर 3-4वटा एकाउन्ट खोलेर आफूले मन लाग्दी चाहिँ फरक फरक तरिकाले काम गरिस् त भनेर चाहिँ सोध्न सक्छ। सबभन्दा बेस्ट भनेको चाहिँ तपाईँले जेपी पोस्ट ब्याङ्कमा नै मजाले काम गर्नुहोस्, अरू एकाउन्टहरू नखोल्नुहोस्। कुनै कम्पनीमा काम गर्दा चाहिँ तपाईँले हामी यो एकाउन्टमा चाहिँ स्यालेरी हालिदिन्छौँ भनेर खोलिदियो भने चाहिँ छुट्टै कुरा छ। भर्खरलाई तपाईँ भर्खरै आउनु भएको स्टुडेन्ट हुनुहुन्छ अथवा चाहिँ भर्खरै आउनु भएको डिपेन्डेन्ट हुनुहुन्छ भने चाहिँ सकेसम्म आफै मन लाग्दी चाहिँ एकाउन्टहरू नबनाउनुहोस्, नखोल्नुहोस् है। पछिका कुरा भनेको तपाईँको वर्किङ लागेपछि अथवा तपाईँ डिपेन्डेन्ट भएर पनि 5-7 वर्ष बसिसकेपछि, 2-4 वर्ष बसिसकेपछिको त छुट्टै नै कुरा भइहाल्यो।